यो गाइस वेलकम ब्याक टु माई अनदर ब्लग। सबैलाई चाहिँ मेरो च्यानलमा स्वागत छ। आज चाहिँ म अर्को नयाँ भिडियो लिएर आएको छु। टक्क मेरो बिहाइन्ड द ब्याकमा हजुरले हेर्न सक्नुहुन्छ। टक्क बिहाइन्डमा चाहिँ चट्ट लाएर राम्रो बिच बबाल बिच यो होइन। म चाहिँ यहाँ एज अ बारटेन्डर भए पनि मल्लिसमा चाहिँ भर्खर सबै एरिया हेर्नुपर्छ। बिच सेसन पनि हेर्नुपर्छ, सर्भिस पनि हेर्नुपर्छ, क्यासेट पनि हेर्नुपर्छ है। सो धेरै कुराहरू हुन्छ। सो आज चाहिँ हामी गाला डिनरको बारेमा चाहिँ डिस्कस गर्नेछौँ। सो यदि अब गाला डिनर के हो त? एक्चुली यो चाहिँ लग्जरियस डिनर पनि भन्छ, जुन चाहिँ मालदिभ्समा एकदमै फेमस छ। अनि हरेक रिजोर्टमा चाहिँ अब विकली अनि त्यसपछि मन्थली चाहिँ गाला डिनरहरू भइरहेको हुन्छ क्या गाइस। ओके, सो अनि एक्चुली गाला डिनरको हिस्ट्री कहाँबाट आयो त? सो गाला डिनर भनेको चाहिँ एउटा लग्जरियस डिनरको रूपमा चाहिँ एउटा ग्यादरिङको रूपमा चाहिँ लिइन्छ, जुन चाहिँ अब 18-19 सेन्चुरीमा यो चाहिँ रोयल फ्यामिलीबाट युरोपियनबाट चाहिँ बिलोङ गर्छ। एक्चुली पहिला चाहिँ युरोपमा चाहिँ अब रोयल फ्यामिलीहरूको चाहिँ होइन कुनै पनि बिग इभेन्ट्सहरू हुन गइरहेको छ अथवा ग्यादरिङ हुन गइरहेको छ भने चाहिँ त्यो गाला डिनरको नाममा चाहिँ एकदम प्रसिद्ध थियो। र यसलाई चाहिँ हजुरले लग्जरियस डिनर पनि भन्न सक्नुहुन्छ होइन। अनि अब यसमा चाहिँ गाला डिनरमा चाहिँ के हुन्छ त? यसमा चाहिँ कुनै एटमोस्फियरहरू अनि जुन ड्रेसअपहरू हुन्छ त्यो चाहिँ एकदम राम्रो राम्रो खालको भनौँ न। अब राम्रो खालको भनेर राम्रो त सबैले लाएर हिँड्छ होइन। सो गाला डिनरमा चाहिँ त्यो रोयल फ्यामिलीहरूले चाहिँ बेस्ट क्लोथहरू युज गर्थ्यो होइन। अनि रेड कार्पेटहरू युज गर्ने, लाइटिङहरू युज गर्ने होइन। अनि वाइल्ड भेराइटिज अफ फुड्स होइन, हजुरको फोर्थ सेकेन्ड कोर्स, थर्ड कोर्स, फोर्थ कोर्ससम्म लिएर त्यस हुन्छ नि फुडको कोर्सहरू पनि धेरै हुन्थ्यो क्या। अनि जहाँ चाहिँ हजुरले वाइल्ड भेराइटिज अफ फुड पनि पाउनुहुन्थ्यो अनि सबै रोयल फ्यामिलीहरूको ग्यादरिङ होइन। सो यस्तो चाहिँ हुन्थ्यो क्या एक्चुअलमा गाला डिनरमा है। सो आजभोलि चाहिँ अब त्यही गाला डिनर आजभोलि मालदिभ्समा पनि एकदमै फेमस छ। किन भन्दाखेरि चाहिँ एउटा गेस्टलाई पनि एक्सपिरियन्स हुन्छ होइन, गाला डिनर के कसरी गरिन्छ भनेर। तर गाला डिनरको ड्रेस कोड चाहिँ होइन हरेक रिजोर्ट अनुसार, यहाँ मालदिभ्समा चाहिँ हरेक रिजोर्ट अनुसार सबैको फरक फरक ड्रेस कोडहरू हुन्छ। कसैले वाइट लाउँछ भने कसैले ब्ल्याक एन्ड वाइट हुन्छ, कसैको रेड टाई होइन, कता बो टाईहरू लाएर गर्छ भने कुनैमा चाहिँ नर्मल हुन्छ। किनकि मालदिभ्समा सबै कुराहरू इजिली एभाइलेबल हुँदैन। सो त्यही भएर मालदिभ्सको कन्डिसन सिचुएसन्स अनि त्यसपछि यहाँको एक्सेसिबलहरू कुराहरूलाई लिएर चाहिँ त्यो अनुसार ड्रेस कोडहरू बनाइन्छ। जस्तै हाम्रोमा चाहिँ वाइट सर्ट प्यान्ट छ। अनि त्यही हो। अनि म्यानेजरहरूको अलिकति फरक हुन्छ। अनि अब फेरि एकचोटि रिभाइज गरौँ होइन। गाला डिनर चाहिँ एक्चुली 18 सेन्चुरीबाट सुरु भएको थियो। यो चाहिँ फ्रेन्च वर्डबाट चाहिँ बिलोङ गर्छ, जसलाई चाहिँ फेस्टिभिटी अथवा फेस्टिभल सेलिब्रेसनको रूपमा चाहिँ लिइन्छ। अनि अर्को कुरा गर्दाखेरि चाहिँ यसमा चाहिँ गाला डिनरमा 50,000 देखि 10,000सम्म को डिनर सेसन हुन्छ होइन। अनि जे होस् यो डिनर गर्दाखेरि चाहिँ जे होस् एउटा रोयल लग्जरियस डिनरको रूपमा एक्सपिरियन्स गर्न सकिन्छ। अनि त्यही हो। अहिले चाहिँ मालदिभ्समा यो धेरै नै फेमस छ, किन भन्दाखेरि गेस्टहरूको लागि एक्सपिरियन्स होस्, तिनीहरूले पनि त्यो कुराहरूलाई एक्सप्लोर गर्न पाओस् भन्ने कुराहरू। किन भन्दाखेरि मालदिभ्समा चाहिँ अल ओभर द वर्ल्डबाट चाहिँ मान्छेहरू आउँछन्, त्यही भएर चाहिँ यो गाला डिनर चाहिँ गरिन्छ। कुनै दिन चाहिँ म हजुरलाई हाम्रो गाला डिनर के कसरी सेलिब्रेसन हुन्छ भन्ने कुराहरू पनि भिडियो लिएर आउँछु हजुरहरूको माझमा। र आजको लागि यति नै गाइज है गाला डिनरको बारेमा। अनि जति पनि हजुरहरूलाई केही सुविधा छ गाला डिनरको बारेमा बुझ्न अथवा केही पनि हजुरले जान्नुभएको छ, अझै केही मैले भन्दा एक्स्ट्रा इन्फर्मेसनहरू छ भने चाहिँ हजुरले भिडियोमा कमेन्ट गर्न सक्नुहुन्छ। त्यही हो गाइज, स्टे थर्स्टी, सी यु एट द बार।
थ्याङ्क यू।